इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्रीकृष्ण महर्जनको तर्फबाट जोजलपा नमस्कार अनि अभिवादन। आज इन्डिजिनियस टेलिभिजनको यो जनसवाल कार्यक्रममा हामीले प्रसङ्ग लिएर आएका छौँ बुद्ध जयन्ती सन्दर्भ। बुद्ध जयन्तीको माहौल बन्दै गइरहेको छ र बुद्ध जयन्तीको लागि आफ्नो तयारी गरिरहेको यो धर्मनिरपेक्ष मुलुकमा यसपालिको बुद्ध जयन्ती कसरी मनाउँदै हुनुहुन्छ र बुद्ध जयन्तीले दिनुपर्ने सन्देश र बुद्धका उपदेशहरू लगायतका विषयमा केन्द्रित भएर कुराकानी गर्नका लागि बुद्ध जयन्ती समारोह समितिका उपाध्यक्ष र अखिल नेपाल भिक्षु महासङ्घका महासचिव समेत रहनुभएका भिक्षु कौन्दन्यलाई आमन्त्रण गरेका छौँ। उहाँसँग अब कुराकानीतर्फ लागौँ। भिक्षु कौन्दन्यजी, जोजलपा नमस्कार। धेरै धेरै साधुवाद छ। यसपालिको बुद्ध जयन्ती मनाउने क्रममा तपाईँहरू तयारीमा लाग्नुभएको छ। तपाईँ उपाध्यक्ष पनि हुनुहुन्छ, कसरी मनाउँदै हुनुहुन्छ? यसपालिको बुद्ध जयन्ती अहिले आउँदो वैशाख 17 गते नै परेको छ, जसलाई हामी बुद्ध पूर्णिमा, स्वायपुनी, वैशाख पूर्णिमा पनि भन्ने गर्छौँ। विशेष गरी 2562औं बुद्ध पूर्णिमाको उपलक्ष्यमा बुद्ध जयन्ती समारोह समितिले विगतमा जस्तै विभिन्न आयामिक क्रियाकलापहरू सहित बुद्ध जयन्तीको तयारी गरिरहेको छ। यस वर्ष आनन्दकुटी बिहार जुन पुनर्निर्माणको क्रममा भएको कारणले गर्दाखेरि आनन्दकुटी बिहारमा रहेको पवित्र बुद्धको अस्थि धातुलाई जुन 3-3 वर्षमा दर्शन मात्र गराउने होइन, नगर परिक्रमा पनि गराउने त्यो कार्यक्रम सहित राष्ट्रपति आउने कार्यक्रम तय गरिएको छ। यद्यपि यस वर्ष लुम्बिनीमा पनि अन्तर्राष्ट्रिय स्तरको जुन सम्मेलन सँगसँगै अन्य गतिविधिहरू पनि त्यहाँ पनि हुनेछन्। यसरी जिल्लाहरूमा पनि भिक्षु, यसरी नै अनागारिकाहरू र सँगसँगै प्रवचकहरूलाई पनि जिल्ला पठाउने र सांस्कृतिक रूपमा एउटा धार्मिक महत्त्वलाई अपनत्वको भावना सृजना गर्ने तवरबाट नै विगतमा जस्तै हामीले यस वर्ष पनि बुद्ध जयन्तीको तयारी गरिराखेका छौँ भने अहिलेको जुन वर्तमान स्थितिमा यो मिडियाको जुन महत्त्वपूर्ण स्थान रहेको कारणले विभिन्न इलेक्ट्रोनिक मिडिया मार्फत पनि बुद्धको शिक्षालाई कसरी प्रभाव गर्न सकिन्छ भन्ने त्यस किसिमको कार्यक्रमहरू पनि तर्जुमा गरिएको छ। तपाईँले भर्खरै भन्नुभयो भने अब 2562औँपट्टि यसपालिको बुद्ध जयन्ती, मानिसहरूले भन्ने गरेका छन् कि बुद्ध जयन्ती भन्दाखेरि बुद्धको जन्मदिनको अवसरमा लिनुपर्ने, तर महापरिनिर्वाणको दिनलाई गणना गर्दै यो 2562औँ पुगेको भन्ने गरेका छन्। त्यसैले यसमा अलिकति चेन्ज ल्याउनु पर्ने, अब चाहिँ परिवर्तन गर्नुपर्ने, यो अङ्कगणितीय काउन्ट गर्दाखेरिको सवालमा गरिरहेका छन्, कुरा ल्याइरहेका छन्। के हो वास्तवमा तपाईँहरूले मनाउनु भएको यो 2562औँ बुद्ध जयन्ती भन्दाखेरि जन्मदिनकै हिसाबले हो कि के हो त? हुन त यो जयन्ती शब्दलाई परिभाषित गर्ने क्रममा यदाकदा यो विवादास्पद बन्ने गर्छ। चाहे हामी शब्दकोशलाई नै एउटा माध्यम बनाऊँ, तर मुख्यतः हामीले विचार गर्नुपर्ने कुरा के त भन्दाखेरि करिब नेपालमा अब 60-70 वर्षको दौरानमा बुद्ध जयन्ती समारोह वा बुद्ध जयन्ती मनाउने भन्ने जुन एउटा परम्परा बसिसकेको छ, यसमा विशेष गरी बुद्धको चिरस्मरणीय जन्मदिवस, यसरी नै चिरसंवेगदायी महापरिनिर्वाण दिवस र साथसाथै चिरप्रेरक बोधि ज्ञान सम्बोधि लाभ गर्नुभएको दिवस, त्रिसंयोग, महान त्रिसंयोगका कारण यसमा अलिकति अब वर्ष यताउता हुनु त स्वाभाविक हो। तर एउटा मान्यता श्रीलङ्का, जुन थाइल्यान्ड लगायत अन्य बौद्ध देशहरूमा पनि बुद्ध जयन्तीलाई यसरी नै यो महापरिनिर्वाण दिवस सँगसँगै मनाउने क्रम चलिएको छ। त्यसैलाई नै नेपालमा पनि जुन यो राणाकालदेखि नै यो बुद्ध जयन्तीको जुन प्रथा मनाउने जुन चलन रहिआयो, त्यही क्रम यहाँ पनि चलिआएको छ। सम्भवतः अब जुन यो 2562 छ, यो 2562 महापरिनिर्वाण वर्ष अवश्य पनि हो। यसमा हामीले 80 वर्ष जोड्दाखेरि 2612 वर्ष जति हुन आउँछ। अब यसलाई हामीले जन्मको रूपमा पनि लिन सक्छौँ, तर यसमा अब हामी सबैको सहमति र सँगसँगै यो अब 3वटा संयोग सँगै परेको कारणले गर्दाखेरि एउटा हामीले चाहिँ वर्ष त चुन्नै पर्छ।
तर एउटा मान्यता रहिआएको जसलाई चाहिँ एउटा स्थापित भइसकेको कारणले पनि यसमा धेरै विवाद गरिराख्नुपर्ने जस्तो मलाई लाग्दैन। जसलाई थाहा छ, थाहा नहुनेहरूलाई हामीले यसलाई चाहिँ बुझाउने काम हामीले गर्नुपर्छ भन्ने र सँगसँगै यो जुन बुद्ध जयन्ती, अब बुद्ध वाज बोर्न इन नेपाल भन्ने जुन नारा हामीले चाहिँ घन्काइराखेका छौँ, बुद्ध नेपालमै जन्मिएको हो भन्ने कुरालाई समेत प्रतिस्थापित गर्नको लागि गिनिज वर्ल्ड बुक रेकर्डमा राख्ने भन्ने त्यस किसिमका कुराहरू पनि नआएका होइनन्। तर मुख्य कुरा के त भन्दाखेरि बुद्ध नेपालमै जन्मिएका हुन्। लुम्बिनी परिसर जुन चाहिँ अहिले त्यहाँ अशोकन पिलर छ, जुन अशोकन पिलरमा स्पष्ट रूपमै हिदबुदे जाते शक्य मुनिति हिद भगवङ जाते ती लुम्बिनी गामे भनेर जुन 90वटा ब्रह्मलिपिमा स्पष्ट रूपमा उत्कीर्ण गरिएका जुन पुरातात्विक ऐतिहासिक महत्त्वले साथसाथै अहिलेको जुन यो विश्व सम्पदा सूचीकृत भएर युनेस्कोले समेत लाल मोड लगाइसकेको क्रममा अहिले चाहिँ यदाकदा अब अरू कसैले बुद्ध वाज बोर्न इन फल्ना ठाउँ ढिस्का ठाउँ भन्ने विभिन्न ग्रन्थहरूमा लेखिए पाइए भन्ने त्यो आधारमा पनि अहिले यो जन्मकै रूपमा पनि यसलाई चाहिँ बुद्धको जुन जन्म दिवसको रूपमा पनि मनाउनु पर्छ भन्ने त्यस किसिमको माग, जुन त्यस किसिमको अहिले चाहिँ एउटा अवधारणा विकास भएको छ, यो स्वाभाविक मान्न सकिन्छ। अब यो चाहिँ जन्म दिवसकै अवसर पारेर 80 वर्ष थप गरेर मनाउने त्यो चलन आउने सम्भावना कतिको छ त? अब सम्भावनाको कुरा हो, यो त अब विन विनको प्रोसेसको रूपमा पनि अगाडि बढ्छ। तर मुख्य कुरा यसलाई हामीले एउटा अब स्थापित भइसकेपछि यही बुद्ध जयन्तीलाई स्थापित गर्नलाई नै हामीलाई 60-70 वर्ष लागिसकेको छ कि नेपाल सरकारबाट यसलाई चाहिँ नि अब जुन रूपमा एउटा अपनत्वको भावना कायम गराउन नै त्यत्रो सङ्घर्ष विगतको जुन इतिहासलाई हामीले हेर्दाखेरि अब यसमा फेरि हामीले आवश्यक भनौँ या अनावश्यक भनौँ त्यस किसिमको वाद विवादमा हामी फस्दाखेरि फेरि हामी आफै बिचमा पनि यसै चाहिँ एउटा मनमुटाव, एउटा विवादित कुराहरू ल्याउन सक्छ। त्यसमा चाहिँ सम्बन्धित पक्ष सबै चनाखो हुनुपर्छ जस्तो मैले अनुभूति गरिरहेको छु। यो जुन अब करिब चाहिँ 6-7 दशक भित्रमा बुद्ध जयन्ती मनाउने प्रथा जुन चलन चल्यो उपत्यकामा विशेष गरी मनाइरहेका छन्। उपत्यकामा पनि विशेषत नेवार समुदायले मात्रै आफ्नो उत्सवको रूपमा जोडिएर यो बुद्ध जयन्ती मनाउँदै आइरहेका छन्। अन्य समुदायहरू चाहिँ खासै जोडिएको जस्तो देखिँदैन, के भएको खास? हुन त अब सुरुवातमा अब बुद्ध जयन्ती मनाउने प्रथा उपत्यका विशेष गरी अब काठमाडौँ, त्यसपछि ललितपुर भयो, पाटन भयो, बिस्तारै कीर्तिपुरतिर र अहिले हुँदा हुँदा विभिन्न जिल्लाहरूमा पनि मनाउने क्रम नभएको होइन। विभिन्न अब जस्तै तानसेन यता स्याङ्जातिर पोखरा भयो र सँगसँगै अन्य जिल्लाहरूमा पनि बुद्ध जयन्ती धुमधामका साथ नै मनाउने क्रम नभएको होइन। तर मुख्य कुरा के भन्दाखेरि अब बुद्ध जयन्तीलाई एउटा पर्वको रूपमा समेत मनाउन पाएको खण्डमा, यसलाई चाहिँ एउटा उत्सवको रूपमा समेत मनाउन पाएको खण्डमा यो अझ व्यापक हुन्छ कि? किनकि अहिले बुद्ध जयन्ती मात्र एउटा धार्मिक स्थलमा जाने पुज्ने त्यस किसिमबाट पनि मात्र नभएर सबैलाई यसले चाहिँ एउटा सुख र शान्तिको निम्ति एउटा आभास दिने, चाहे ध्यान भावनाको कुराहरू हुन्, चाहे एउटा शान्तिको अनुभूति प्राप्त गर्ने किसिमबाट हुन्, कि जुन बुद्धका यावत शिक्षाहरूमध्ये कुनै न कुनै पनि शिक्षालाई आफ्नो जीवनमा उतार्ने, एउटा अपनत्वको भावना कायम गरेर नैतिक शिक्षाको अवबोध गर्ने तवरबाट यसलाई फरक प्रस्तुति, नयाँ ढङ्गबाट यो जुन हाइटेक कल्चरमा हुर्किएका युवा पिँढीलाई पनि समेट्ने किसिमबाट अझ विविध आयामिक दृष्टिकोणबाट कार्यक्रमहरू सञ्चालन गर्न सकेको खण्डमा मलाई लाग्छ नेवार समुदाय मात्र होइन, अन्य जनजातिहरू पनि यसमा आकर्षित छन्। उहाँहरू पनि लागिरहनु भएको छ, आफ्नो क्षेत्रबाट उहाँहरूले पनि योगदान गरिराख्नै भएको छ। र सँगसँगै अहिले जुन अब मात्र काठमाडौँमा पनि हामीले हेर्दाखेरि जसरी बानेश्वर क्षेत्रलाई मात्र हामीले दृष्टि दिँदाखेरि पनि त्यहाँ पनि बुद्ध जयन्ती भनेर सप्ताहव्यापी कार्यक्रममा ब्राह्मण, क्षेत्री लगायत त्यहाँका जुन स्थानीय निकाय वा स्थानीय बासिन्दाहरू समेत यात्रामा र त्यहाँ अन्य विविध आयामिक क्रियाकलापहरूमा संलग्न भएको हामी देख्छौँ। यसरी विभिन्न कार्यक्रममा विविध क्षेत्रबाट अहिले सहभागितामूलक रूप पनि हामीले देखिराखेको लेखाजोखाबाट यसले व्यापकता चाहिँ पाउँदै गएको हामी भन्न सक्छौँ। बुद्ध धर्मसँग जोडिएर हेर्दाखेरि भिक्षुहरूले मान्ने थेरवाद अनि वज्राचारी समुदायले मान्ने
वज्रयान अनि लामा समुदाय मान्ने चाहिँ जुन चाहिँ महायान भनिन्छ, यो जुन भिन्नता छ, यो भिन्नता हेर्दाखेरि बुद्ध धर्ममा पनि यो विभेद भएको हो कि एउटाले अर्कोलाई अस्वीकार गरिएको हो कि भन्नेहरू पनि प्रश्न गर्नेहरू पनि छन्। उहाँहरूलाई के भन्नुहुन्छ? अब यो स्वाभाविक हो, किनकि कुनै पनि धर्म होस् दर्शन होस् त्यो कालान्तरमा गएर त्यहाँ विभिन्न आयामिक दृष्टिकोणबाट अगाडि बढ्नेहरू एउटा दार्शनिक रूपमा, कोही सांस्कृतिक रूपमा, कोही ऐतिहासिक रूपमा यसरी आफ्नो क्षेत्रलाई समेटेर यसरी जाउँ उसरी जाउँ भन्ने त्यहाँ जुन नेताहरू वाचन नेतृत्व जुन वर्गहरू त्यो विभक्त हुँदाखेरि यो स्थिति धर्म मात्र होइन, चाहे तपाईँ राजनीतिक पार्टीमा हेर्नुहोस्, चाहे प्रजातान्त्रिक भनौँ, चाहे कम्युनिजम भनौँ, जुनसुकै क्षेत्रमा पनि त्यहाँ एउटा वैचारिक मत भिन्नताका कारणले गर्दाखेरि यस्तो एक किसिमको चाहिँ नि यो नहुनुपर्ने भन्दै पनि त्यो भइरहेको छ। किनकि विकासको क्रममा यो हुनु स्वाभाविक हो। यसरी अगाडि बढ्नु नै एउटा चाहिँ विकास र एउटा गतिशीलताको रूपमा हामीले परिभाषित गर्न सकिन्छ। त्यसकारण यसलाई हामीले अन्यथा लिनुपर्ने जस्तो मलाई लाग्दैन। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजन। इन्डिजिनियस टेलिभिजनमा आज हामीले बुद्ध जयन्तीको विषयमा केन्द्रित भएर कुराकानी गर्दैछौँ। अब भने छोटो विश्रामपछि पुनः कुराकानीतर्फ लाग्नेछौँ। जीव तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला ललितपुर महानगरपालिका कार्यालय कर वर्ष 2074 को अवसरमा भारी कर तथा जरिवाना छुटको सुनौलो अवसर। चालु आवत 2074-75 को मालपोत, घरजग्गा कर, व्यवसाय करमा 10% छुट। विगत वर्षको बाँकी बक्यौतामा नियमानुसार लाग्ने सम्पूर्ण जरिवाना मिना। मालपोत, घरजग्गा कर तथा व्यवसाय करको सम्पूर्ण बक्यौता रकममा पनि 10% छुट। समयमै कर चुक्ता गरी मौकाको फाइदा लिनुहोस्। ललितपुर महानगरपालिका राजस्व प्रशासन महाशाखा। इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छौँ। आज हामीले 2562औं बुद्ध जयन्तीको सन्दर्भमा केन्द्रित भएर कुराकानी गरिरहेका छौँ। बुद्ध जयन्ती समारोह समितिका उपाध्यक्ष, अखिल नेपाल भिक्षु महासङ्घका महासचिव समेत रहनुभएका भिक्षु कौन्दन्यसँग कुराकानी गरिरहेका छौँ। फेरि पनि उहाँसँग कुराकानी तर्फ लागौँ। भिक्षु कौन्दन्यजी, अहिलेको मुलुक भन्दाखेरि यो मुलुक धर्मनिरपेक्ष मुलुक घोषणा भइसकेको र संविधानमा धर्मनिरपेक्षता उल्लेख गर्दै पनि सनातन धर्मको पनि उल्लेख गरिएको जुन चाहिँ मुद्दा छ, यो मुद्दाले चाहिँ पूर्ण रूपमा धर्मनिरपेक्ष मुलुक बनिरहेको छैन भन्नेहरू पनि छन्। के हो तपाईँहरूको दृष्टिकोणबाट? अब हुन त पूर्ण रूपमा धर्मनिरपेक्ष राष्ट्र नेपाल हुनुपर्छ भन्ने माग जोड तोडका साथ उठाइएकै थियो। तर संविधान घोषणा हुँदाखेरि सनातनदेखि चलिआएको भन्ने जुन शब्द त्यसमा गाँसियो, त्यसले गर्दाखेरि हिन्दू बाहेक अन्य धर्मावलम्बीहरूले आफ्नो क्षेत्रबाट त्यसमा असहमति त जनाएकै हुन्। तर मुख्य कुरा जति पाउनु पर्ने हो, जुन रूपबाट घोषणा हुनुपर्ने हो त्यति भएन र हुँदाहुँदै अब यसलाई पछि पनि फेरि आफ्नो क्षेत्रबाट एउटा अभियानको रूपमा अभियन्ताहरूले यसमा आफ्नो कदम अगाडि बढाउने नै छन्। तर मुख्य कुरा अहिले राजनीतिक रूपमा पूर्णतः परिवर्तनको आभास जुन नेपाली जनताले गरिरहेको छ, त्यो सँगसँगै विगत जुन एउटै भाषा, एउटै धर्म, एउटै संस्कृति प्रति जुन अब कसैलाई काखा कसैलाई पाखा बनाउने रणनीति नेपाल सरकार वा चाहिँ राज्यले गर्नु हुँदैन भन्ने जुन मान्यता थियो, मलाई लाग्छ त्यो मान्यता अब बिस्तारै कार्यमुखी तर्फ अगाडि त बढिरहेको त्यो हिसाबबाट हामी सन्तुष्ट हुनु त पर्छ नै। तर अझै पूर्ण सन्तुष्टिको लागि नेपाल सरकारले
सबैलाई, चाहे भाषिक क्षेत्र होस्, चाहे सांस्कृतिक क्षेत्र होस्, चाहे धार्मिक क्षेत्र होस्, सबैलाई समान दृष्टिकोणबाट चाहिँ विधि व्यवहार हुने, चाहे आर्थिक पक्षमा कुनै पनि तवरबाट अहिले राज्यले जुन एउटा संहितामा प्रवेश गरिसकेपछि, जुन संहिताको मूल्य मान्यता अनुरूप चाहिँ गणतन्त्र भइसकेको यो मुलुकमा राज्यबाट हुनुपर्ने विधि व्यवहार सही ढङ्गबाट भएमा, चाहे जनजाति हुन्, चाहे ब्राह्मण क्षेत्री हुन्, सबैले यसमा चाहिँ नि आरामको एउटा सुखद अनुभूति गर्न पाउनेछन् भन्ने सबैले त्यसै किसिमको अनुभूति गर्नुपर्छ जस्तो मलाई लाग्छ। यो बिचमा चाहिँ धर्म परिवर्तन लगायतका कुराहरू पनि समय समयमा आउने गरेका छन् र विशेषतः धर्म परिवर्तन गर्नेहरू अहिलेको अवस्थामा बौद्ध धर्मावलम्बीहरूले नै परिवर्तन गरिरहेका छन्। हिन्दू धर्म मान्नेहरू कत्तर हुन्छन्, उहाँहरू चाहिँ कम मात्र, थोरै मात्र परिवर्तन गरेका छन्। यो धर्म परिवर्तनको कारणले चाहिँ बौद्ध क्षेत्रलाई नै चाहिँ घाटा भइरहेको छ भन्ने पनि विश्लेषण गर्नेहरू छन्। के भन्नुहुन्छ? अब हुन त यो धर्म परिवर्तनको कुरा अब संविधान त धर्म परिवर्तन गर्नु हुँदैन, गराउनु हुँदैन, जुनसुकै कुरा उल्लेख गरेको होस्। तर मुख्य धर्म भनेको नितान्त वैचारिक कुराहरू पनि हुन्। यसमा व्यक्तिको आफ्नो विचारको कुरा, अब यसमा कसैलाई ललाई फलाई बा चाहिँ कुनै रकमको बा चाहिँ कुनै पनि कुराको उनीहरूलाई चाहिँ भनौँ न अब त्यो चरालाई दाना खिलाए जस्तो त्यो हिसाबबाट कुनै पनि क्षेत्रमा कसैलाई आकर्षित गरेर त्यसरी जबरजस्ती परिवर्तन गर्नु त्यो कुनै पनि रूपमा उचित होइन। तर जो कोही अब प्रभावित भएर परिवर्तन हुन्छ भने कसले कसलाई रोक्न सक्छ? हामी भन्न त सजिलो छ, यो हुँदैन भन्छौँ, तर भइराखेको हुन्छ। वास्तवमा यो परिवर्तन बौद्धहरू मात्र होइन, हिन्दूहरू पनि परिवर्तन हुन सक्छ, चाहे क्रिस्चियनहरू पनि परिवर्तन भएर अर्कोमा जान सक्छ। तर समयको रफ्तार अहिले यस्तो छ कि सबै भौतिकवादतर्फ उन्मुख छ। अति भौतिकवादी र त्यसको परिपूर्तिको लागि मानिसले आफ्नो दैनिक जीवन सुखद एउटा शान्तिपूर्ण तवरमा यापन गर्न सकिन्छ कि भन्ने त्यस किसिमको आशाको कारणले गर्दाखेरि पनि बरु आफूलाई जसरी परिवर्तन गरेर अगाडि बढ्दाखेरि सजिलो हुन्छ त्यसरी अगाडि बढौँ भन्ने त्यो सोचका कारण विशेष गरी गाउँघरका जहाँ चाहिँ अब भनौँ न अब त्यहाँ जुन आर्थिक रूपमा समस्या छ त्यस किसिमको क्षेत्रमा चाहिँ धर्म परिवर्तनको जुन चेपुवामा पर्ने विशेष गरी बौद्धहरू नै छन्। त्यसमाथि अब तामाङहरू पनि छन्, कोही नेवारहरू पनि छन्, वा चाहिँ हामी जनजाति सम्बद्ध जो धर्ममा छौँ तिनीहरू पनि अब धर्म परिवर्तनतर्फ यसमा चाहिँ आकर्षित भए भन्ने कुरा यो 100% यो गलत पनि होइन। तर जति अब बाहिर कुरा आइरहेको छ त्यो पनि सबै नहुन पनि सक्छ। तर परिवर्तन भएको जुन अवस्था छ त्यसलाई अब हामीले बलजफ्ती यसलाई चाहिँ फोर्सफुल्ली रोक्न सक्ने कुरा पनि हुँदैन। तर आफ्नो क्षेत्रमा आबद्ध जसले पनि आफ्नो जुन दाजुभाइ वा चाहिँ आफ्नो धर्म क्षेत्र सम्बद्ध व्यक्तिहरूलाई कसरी समेट्न सकिन्छ त्यतातिर हामी सम्बद्ध क्षेत्र नै चनाखो हुन सकेनौँ भने अरूलाई मात्र हामीले दोष दिँदाखेरि त्यहाँ चाहिँ हामीले पनि अलि पुनर्विचार गर्नुपर्ने हुनसक्छ जस्तो मैले महसुस गरिरहेको छु। कसैले यो धर्मको सन्दर्भमा भन्दाखेरि हिन्दू धर्मकै एउटा शाखाको रूपमा बौद्ध धर्म भन्नेहरू पनि छन्। गौतम बुद्धलाई विष्णुको अर्को अवतार भनेर व्याख्या गर्नेहरू पनि छन्। तपाईँले सामान्य भाषामा भन्नुपर्दाखेरि यो भिन्नता कसरी छुट्याउनुहुन्छ? वास्तवमा यो जुन अब अवतारवादको कुरा छ र सँगसँगै अब ईश्वरवादी चिन्तन सोचले भरिएको जुन अब हिन्दू धर्मको मूल्य मान्यता छ त्यो बुद्ध धर्मसँग यानि कि पाली साहित्यको सन्दर्भमा भन्नुपर्दाखेरि कुनै पनि रूपमा यो मेल खाँदैन। अब नवौं अवतारको रूपमा परिभाषित गरिएको छ, वाचन यसलाई शाखाको रूपमा पनि परिभाषित गर्न एउटा चाहिँ त्यस किसिमको धृष्टता गरिएकै छ। तर वास्तवमा हामीले ग्रन्थ प्रमाणै भन्नुपर्दाखेरि पनि एउटा साहित्यिक, एउटा पौराणिक र एउटा सैद्धान्तिक रूपमा पनि हामीले व्याख्या विश्लेषण गर्दाखेरि पनि जसरी बुद्धको अभिमतलाई हेर्दाखेरि अनित्य दुःख अनात्मा बुद्धको दर्शन हो
तीनवटा शब्दमा भन्नुपर्दा जति बेला कि त्यहाँ ईश्वरकै अस्तित्व मान्ने कुरा आउँदैन। त्यसकारण कतिपय हिन्दू सम्बद्ध ग्रन्थहरूमा बुद्धलाई जुन अब ईश्वर नमान्ने अभिमत राख्ने भएको कारणले गर्दाखेरि स्पष्ट रूपमै नास्तिक भनिएको छ। जो नास्तिक छ अब फेरि उनैलाई फेरि अवतारको नवौं अवतार भनिएको छ। जो नास्तिक भनिएको छ जसको चाहिँ नि फेरि शिक्षा, जसको चाहिँ नि दर्शनलाई फेरि शाखाको रूपमा, यो मलाई लाग्छ यो अब कालान्तरमा 8औं 9औं शताब्दीतिर यो जुन धर्म बीज एउटा द्वन्द्वात्मक भन्दा पनि प्रतिस्पर्धात्मक रूपमा अगाडि बढ्ने क्रममा एकले अर्कोलाई तिमीभन्दा हामी ठुलो, तँभन्दा म ठुलो भन्ने त्यस किसिमको सोचसहित अब आफूले आफैलाई ठुलो ठान्ने त्यस किसिमको प्रवृत्ति हावी हुँदाखेरि यस किसिमको दावा गरिएको हो। तर अहिले पनि जो कट्टर हिन्दू नै भनौँ वा चाहिँ जसले हिन्दू धर्मको एउटा साधारणत यसको चाहिँ नि जुन मौलिक सिद्धान्तहरू अध्ययन गरेका हुन्छन् त्यसमा उहाँहरूलाई त्यसै स्पष्ट हुन्छ कि बुद्धले ईश्वरको अस्तित्वलाई स्वीकार गरेकै छैन, ग्रन्थ प्रमाणलाई उहाँले मान्नु भएको छैन। यसरी अनित्य दुःख अनात्मको दर्शन जुन बुद्धले स्पष्ट रूपमै त्यति बेला जुन भन्नुभयो त्यो हिसाबमा चाहिँ कुनै पनि रूपमा यसलाई हिन्दू धर्मको शाखा वा चाहिँ नवौं अवतारको रूपमा स्वीकार्न सकिँदैन। अब यसमा चाहिँ अब एउटा यो विवादको कुरा हुनसक्छ। यसमा चाहिँ विभिन्न किसिमबाट हामीले यसमा तर्क वितर्कको कुराहरू राख्न सक्ने हुन्छौँ। तर अब यो तपाईँले जुन प्रश्न उठाउनु भयो त्यसमा मैले अब छोटकरी मात्र संक्षिप्तमा मात्र भने बुद्ध धर्म वा चाहिँ बुद्ध स्वयं कुनै पनि हिसाबबाट अवतार कसैको अवतार हुनै सक्दैन र सँगसँगै उहाँको शिक्षा, उहाँको धर्म दर्शन कुनै पनि अरू धर्मको शाखा हुनै सक्दैन। धर्मसँग जोडिएर हेर्दाखेरि आजकलको यो आधुनिक समयमा लैङ्गिक सम्बन्धी पनि जोडिएर आउँछन् र विशेषतः विभिन्न धर्ममा लैङ्गिक रूपमा विभेद छन् भनिन्छन्। धेरै धर्ममा धेरै विभेद छन्, तर त्यसमा पनि बुद्ध धर्ममा पनि विभेद छन् भनिन्छ। थोरै मात्रै भए पनि छन् भनिन्छन्। एकजना महिला भिक्षु कहिले पनि बन्न पाउँदैनन् र ऊ अनागारिका बन्न पर्छ र भिक्षु जहिले पनि अनागारिका भन्दा माथि हुन्छन् भन्ने जुन व्यवहारमा देखिएको छ। यसले गर्दाखेरि लैङ्गिक रूपमा त विभेद चाहिँ देखिएको छ। के हो वास्तवमा बुद्ध शिक्षाको हिसाबले लैङ्गिक विभेदको सवालमा? वास्तवमा बुद्धले त्यति बेलाको जुन समय परिस्थितिलाई आंकलन गरेर चाहे बुद्धले आफ्ना शिष्य जसलाई एउटा स्वकीय सचिवको रूपमा धर्म भण्डागारिका आयुष्मान आनन्द भनिन्छ उनकै प्रयासमा आफ्नै सानी आमा प्रजापति गौतमीलाई प्रथम त भिक्षुणीमा प्रवेश गर्ने जुन अनुमति दिनुभयो र यही इस्युलाई अहिले जेन्डर इस्युको रूपमा उठान गर्नेहरूले स्वयं बुद्धले नगरिकन अरूले त्यो इस्यु उठान गरिसकेपछि बल्ल बाध्यात्मक परिस्थितिमा सम्बोधन गरेको हिसाबमा यसमा चाहिँ यो लैङ्गिक मतभेद भयो कि भन्ने पनि कुरा एक तर्फबाट एउटा एक दृष्टिकोणबाट यसलाई भनौँ न एउटा इस्युको रूपमा उठान गरिएको पनि छ र सँगसँगै एउटा महिला भिक्षु होइन भिक्षुणी हुन सक्छन् त्यो त्यति बेला पनि थिए र अहिले पनि यो जुन अब अनागारिकाको पनि जुन तपाईँले कुरा गर्नुभयो अहिले चाहिँ विशेष गरी अब भिक्षु भिक्षुणी उपासक उपासिका भनेर जसलाई हामी साहित्यिक पाली साहित्यिक भाषाको रूपमा भन्नुपर्दाखेरि यसलाई चतुपरिषद भन्छौँ। 4 परिषद मध्ये अहिले चाहिँ जुन विशेष गरी अब पाली साहित्य अनुरूप थेरवादको जुन प्रभाव छ त्यहाँ चाहिँ अब भिक्षुणी शासन हराइसक्यो। त्यसकारण पछि यो जुन अनागारिका वा चाहिँ तिलासे अनेक जुन शब्द छन् थाइल्यान्डमा भए तपाईँको म्याक्सी भनिन्छ, श्रीलङ्कामा दशील माता भनिन्छ। यसरी जुन अहिले फेरि एउटा नयाँ यो 15-20 वर्षको दौरानमा एउटा चाहिँ थेरवाद मात्र होइन अन्य बुद्धिज्मको समग्र क्षेत्रमा पनि अब नारीहरूलाई पनि भिक्षुणीको रूपमा प्रवेश दिलाउनुपर्छ भन्ने एउटा इस्यु उठिरहेको छ। यसलाई सम्बोधन गर्नुपर्छ भन्ने कुरा पनि उठेको छ। तर वास्तवमा बुद्धले त्यति बेला लिनुभएको जुन रणनीति छ त्यसलाई हामीले
गम्भीर रूपमा विचार गर्दाखेरि कुनै पनि रूपमा यसलाई लैङ्गिक विभेदको रूपमा डिस्क्रिमिनेसनको रूपमा यसलाई परिभाषित गर्नु कतिको उचित हुन्छ त्यो चाहिँ पुनर्विचार गर्नैपर्छ। किनकि जुन बेला नारीहरूलाई कुनै पनि रूपबाट धर्ममा प्रत्यक्ष रूपमा संलग्न हुन नपाउने त्यो समयमा बुद्धले जति त्यति बेला चाहिँ उहाँले आफ्नो कदम चलाउनु भयो, त्यो समय परिस्थिति तत्कालीन परिवेशलाई हामीले हेर्दाखेरि त्यो पनि ठुलै क्रान्ति थियो। तर अहिले जुन यो 21औं शतीमा आउँदाखेरि अहिले जुन लैङ्गिक समानताको कुरा, जेन्डर इस्युको कुरा जुन अहिले उठान भइरहेको छ र साथसाथै कुनै पनि विधि विधान अनुरूप अहिले लैङ्गिक विभेद हुनु हुँदैन भन्ने जुन कुरा आइरहेको छ व्यवहारमा, तर वास्तवमा लैङ्गिक रूपमा हेर्दा लैङ्गिक समानता कहिल्यै हुन सक्दैन। केटा केटै हुन्छ, केटी केटी नै हुन्छ, तर तेस्रो लिङ्ग अर्कै कुराको कुरा हो हैन। तर यहाँ हाम्रो शब्दमै हामीले कहिलेकाहीँ यो विचार गर्नुपर्छ लैङ्गिक समानता, लैङ्गिक समानता, तर लैङ्गिक हिसाबमा त्यहाँ समान विधि व्यवहार हुनु पर्यो भन्ने त्यो अर्को कुरा। तर लैङ्गिक समानता कसरी हुन्छ ल भन्नुहोस् न? केटा केटा नै हुन्छ हैन, केटी केटी नै हुन्छ। बुद्ध शिक्षाको कुरा गर्दाखेरि कोही कोही मान्छेले के भन्ने गरेका छन् भने बुद्ध शिक्षा भनेको बुद्धत्व प्राप्त भनेको आफू के गर्दैछौँ भन्ने कुरा महसुस गर्नु नै सबभन्दा ठुलो शिक्षा भन्ने गरिन्छन्। सर्वसाधारणको लागि यो बुद्ध जयन्तीको अवसरमा के भन्नुहुन्छ? बुद्ध शिक्षा यसरी प्राप्त गर्नुहोस्, तपाईँ बुद्ध शिक्षालाई यसरी व्यवहारमा प्रयोग गर्नुहोस् भन्दाखेरि के भन्नुहुन्छ? वास्तवमा तपाईँले अत्यन्त राम्रो प्रश्न गर्नुभयो। अब बुद्ध भनेकै एउटा बोधि, ज्ञान प्राप्त गरेको व्यक्तित्व, जसले आफूले आफूलाई अवबोध गरेर यो जुन जीवन र जगत सम्बन्धी यथार्थ सत्यलाई उहाँले अवबोध गरेपछि बुद्धत्व ज्ञान उहाँ चाहिँ सम्भव भयो। अब बुद्धको जुन 45 वर्षसम्म उहाँले अनवरत रूपमा एउटा बहुजन हित र सुखको निम्ति जुन देशना गर्नुभएको शिक्षालाई हामीले एउटै मात्र वाक्यांशमा भन्नुपर्दाखेरि दुःख र दुःखबाट मुक्तिको साधन नै हो। र बुद्ध कहिलेकाहीँ के भन्नुहुन्छ? अत्ताई अत्तनो नाथो कोही नाथो परोसिया, आफ्नो नाथ आफै हो अरू होइन। त्यस कारण आफूले आफैलाई हामीले चिन्नु पर्यो। आफूले आफैलाई चिनेर जुन दुर्भावना छ, जुन अकुशल प्रवृत्ति, मनोवृत्ति, जुन टेन्डेन्सी भन्छौँ, त्यसलाई हामीले निमिट्यान्न पार्नु पर्यो, त्यसबाट हामी दूर हुनु पर्यो र आफ्नो चित्तलाई हामीले शुद्ध विशुद्ध पारेर विधि व्यवहारमा हामी परिवर्तनमुखीतर्फ वाचन सकारात्मक सोचसहित वाचन व्यवहार कुशलवादी भएर हामी अगाडि बढ्न सकौँ भने घरमा बस, बाहिर बस, पसलमा बस, जहाँ बस, त्यहाँ हामी सन्तुष्टिका साथ एउटा सुख र शान्तिपूर्ण तवरबाट हामी बाँच्न सक्ने हुन्छौँ। त्यसकारण बुद्धको शिक्षा भन्नु नै एउटा व्यावहारिक कुशलताको हिसाबले हामीले आफूले आफैलाई राइट ट्र्याकमा, हामी नेवारीमा एउटा भन्छौँ उखेसो थुखेसो थौ ख्वा थमसो, यता हेर उता हेर, आखिर आफ्नो रूप आफ्नो अनुहार आफैले हेर्नुपर्छ। यानि कि म के गर्दैछु, मेरो व्यवहार कसरी अगाडि बढ्दैछ, त्यसलाई सच्याउने सुधारोन्मुखतर्फ म सचिनुपर्छ, तपाईँ सचिनुपर्छ, हामी सबै सचिनुपर्छ। बुद्धको मूल शिक्षा यही हो। 2562 बुद्ध पूर्णिमा स्वाय पनि जुन बुद्ध जयन्तीको उपलक्ष्यमा पनि म इन्डिजिनस टेलिभिजन मार्फत तपाईँ श्रीकृष्णज्यूले जुन मलाई यो एउटा राम्रो अवसर सृजना गरिदिनु भयो, यही अवसर यही मञ्चबाट म सबैको लागि यही कामना गर्न चाहन्छु कि नेपाल समृद्धितर्फ उन्मुख होस्। हामी सम्पूर्ण नेपाली जनले आफू बीच आफ्नो कर्तव्य धर्मलाई निष्ठापूर्वक पालन गरौँ। यसरी नै जिम्मेवारी बोधसहित हामी अगाडि बढ्न सक्छौँ भने समृद्धितर्फ हामी उन्मुख हुन नै सक्छौँ र सुख शान्तितर्फलाई पनि हामीले चाहिँ यो टाढा छ भनेर बस्नुपर्ने स्थिति रहँदैन जस्तो मलाई लाग्छ। तपाईँले व्यस्तताको समय बावजुद पनि यति धेरै कुरा बटुल्नुभयो, समय दिनु, यसको लागि धन्यवाद फेरि जोजुलोपा। नमस्कार। इन्डिजिनस टेलिभिजन साथसाथै श्रीकृष्णजीलाई र जुन प्राविधिक मित्रहरू सबैलाई पनि म साधुवाद दिन चाहन्छु। ललितपुर महानगरपालिका कार्यालय कर वर्ष 2074 को अवसरमा भारी कर तथा जरिवाना छुटको सुनौलो अवसर। चालु आवत 2074-75 को मालपोत, घरजग्गा कर, व्यवसाय करमा 10% छुट।
विगत वर्षको बाँकी बक्यौतामा नियमानुसार लाग्ने सम्पूर्ण जरिवाना मिना, मालपोत, घर जग्गा कर तथा व्यवसाय करको सम्पूर्ण बक्यौता रकममा पनि 10% छुट। समयमै कर चुक्ता गरी मौकाको फाइदा लिनुहोस्। ललितपुर महानगरपालिका राजस्व प्रशासन महाशाखा। झिगु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला